हामीलाई सताउने रोगहरूमध्ये आज मैले लिएर आएको छु बेसिलरी डिसेन्ट्री। यो डिसेन्ट्री दुई प्रकारको हुन्छ, आउँ जसमा बेसिलरी डिसेन्ट्री र एमिबिक डिसेन्ट्री। अहिले म यहाँ कुरा गर्दैछु बेसिलरी डिसेन्ट्री। यो रोगलाई सेजिलोसिस नामले पनि चिन्ने गरिन्छ। यो रोगले ठुलो आन्द्राको कोलन भागमा संक्रमण गर्दछ। ब्याक्टेरियाको कारणले ठुलो आन्द्राको भित्री मुलायम भागमा तीव्र संक्रमण गरी झाडा पखालाका साथसाथै दिशामा रगत र आउँ मिसिएर आएको अवस्थालाई बेसिलरी डिसेन्ट्री भनिन्छ। यो रोग लाग्नुको मुख्य कारण बेसिलस सिजेला र सिजेला बेसिलस नामका कीटाणु वा जीवाणुबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ, जुन ब्याक्टेरियल डिजिज हो अथवा ब्याक्टेरियाको कारणबाट सर्ने गर्दछ। यो बेसिलरी डिसेन्ट्रीका कीटाणुहरू निरोगी व्यक्तिमा सरेपछि 2 दिनदेखि 7 दिनसम्ममा यसका सिम्पटम्सहरू देखा पर्दछन्। यो रोग सर्नुको मुख्य कारण फोहोर पानी, दूषित खाना, दुध, नपखालेको फलफुल, साग, मुला, गाजर आदिबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ। त्यस्तै गरेर रोग लागेको व्यक्तिको दिशाबाट र समलिङ्गीहरूमा मुख गुद्वार यौन सम्पर्क गरेर पनि यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। यो रोग लागेपछि सामान्य ज्वरो आउने, दिनमा 10 पटक भन्दा बढीसम्म पातलो रगत मिसिएको मासी मिसिएको दिसा आउने, दिसा बस्न ज्यादै मन लाग्ने तर दिसा बस्दा मासी तथा फिँज थोरै आउने साथै आवाज पनि आउने, पेटको मांसपेशी बाउडिने तथा सहनै नसक्ने गरी दुख्ने, रोगीले खुट्टा पिँडाउला र जिउ दुखेको अनुभव गर्ने, शरीरमा पानीको मात्रा कमी भई जल वियोजन वा डिहाइड्रेसन समेत हुन सक्ने, हात खुट्टा दुख्ने तथा बाउडिने जस्ता लक्षणहरू यो रोग लागेमा देखा पर्दछन्। यो रोग लाग्नबाट बच्ने उपायहरूमा उमालेको सुरक्षित पिउने पानीको मात्रा प्रयोग गर्नुपर्दछ, झिङ्गाको नियन्त्रण गर्नुपर्दछ, काँचो नपखालेको राम्रोसँग तयार नपारिएको र नछोपेको खानेकुरा खानु हुँदैन, पोसिलो आहार विहार मात्र सेवन गर्नुपर्दछ, घर वरपर स्वास्थ्य र सफा वातावरणको सिर्जना गर्नुपर्दछ, शौचालय गएर आएपछि हात खुट्टा साबुन पानीले धुने बानीको विकास गर्नुपर्दछ, रोगीको दिसा पिसाबलाई राम्रोसँग विसर्जन गर्नुपर्दछ। यसको लागि उक्त दिशालाई गाड्ने वा जलाउने गर्नु उत्तम मानिन्छ। रोगीले प्रयोगमा ल्याएका कपडा, बिछौना, रुमाल आदिलाई राम्रोसँग विसङ्क्रमण गरेर मात्र प्रयोग गर्नुपर्दछ। स्वास्थ्य शिक्षाको माध्यमबाट यस रोगको बारेमा बच्ने उपाय सबैलाई सिकाउनु पर्दछ। यो भिडियो पुरै हेर्नु भएकोमा धन्यवाद र लाइक, सेयर, सब्स्क्राइब, कमेन्ट गर्न नभुल्नुहोला।